रक्सी खाना जाँदाखेरि ठिक्क एक प्याक दुई प्याक खायो ठिक हो। अब हाम्रो तपाईँको चाहिँ नि सुत्ने गरी लड्ने गरी खान्छ नि त अनि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध गायो भइगयो नि के हो कुरो हो कि काङ्ग्रेसको त अब त्यो भेड जस्तो भोला गर्छ बोलेको बुझिँदैन केही बुझिँदैन बोली उहाँ हेर्नु भएन होला ल्याप गरेको हुन्छ। नेपालमै मरेको लाउँछु भन्नुहुन्थ्यो नेपालमा धागो पनि भन्दैन के घन्टाको लाउनु। मेरो खराब पानी छ मेरो खराब पानी अलिक कडा भइगयो हौ। शेरबहादुर भनेको डडेलधुलामा उत्तिसको बोट समातेर हग्ने होइन कुन हैसियतको मान्छे हो कुन हैसियतको मान्छे हो तपाईँ भन्नु